गेसो आन्दोलन सन् 1990बाट सुरु भएको हो र यो आन्दोलनलाई भन्नुपर्दा यसलाई हामीले 3 भागमा बाँड्न सकिन्छ। पञ्चायती व्यवस्थाको अन्तको साथसाथै जब यो सङ्गठनको स्थापना भयो त्यस पछाडि सबैभन्दा पहिला सन् 1990बाट सन् 2000 सम्म हामी नेपालमा नेपाली जनताहरू, भूतपूर्व सैनिकहरू, नेपालका बुद्धिजीवीहरू, नेपालका सबै सरकारी र गैर सरकारी सबै जनताहरूलाई हामीले गोर्खाहरूले किन विदेशी सेनामा जानु पर्यो, के कारण छ र उनीहरूले हामीलाई किन भेदभाव गरेको छ भन्ने विषयमा हामीले आन्दोलन चर्कायौँ। फेरि यो आन्दोलन चर्काउँदै गएपछि हाम्रो पेन्सनहरू वृद्धि भयो, हामीले आन्दोलन गऱ्यौँ। त्यो हो कानुनी लडाइँमा हामी गयौँ र कानुनी लडाइँमा गइसकेपछि हामीले बेलायतको सर्वोच्च अदालत रोयल कोर्ट अफ जस्टिसमा पहिला 2टा मुद्दाहरू दियौँ र गेसोले 4वटा मुद्दाहरू दिएको छ र 4वटा मुद्दाहरूमा नै विजय गरिसकेको छ। र त्यसै क्रममा हामीले विजय गरिसकेपछि गोर्खालीहरूले आज तपाईँहरू जति पनि युकेभरि जहाँ पनि जानुहोस्, कुनै सहर, कुनै नगरहरू र ठाउँहरूमा जहाँ गए पनि तपाईँहरूले गोर्खा भूपुहरू देख्नुहुन्छ, विधवाहरू देख्नुहुन्छ र उनका छोराछोरीहरूलाई देख्नुहुन्छ। यो सबै कुरा के कारणले भएको भन्दाखेरि चाहिँ गेसोले विजय गरेर भएको हो। र त्यस पछाडि हामीले 21 मे 2009मा बेलायतको संसदले गोर्खा नीति लागू गरिसकेपछि हामीलाई कमनवेल्थ सरहको दिइसकेको थियो र त्यो दिइसकेपछि हामीले कमनवेल्थ सरहको सुविधाहरू पाउनुपर्छ भनेर हामीले दबाब दिँदै गयौँ। तर सरकारले चाहिँ हामीलाई त्यस्तो दिएन र कमनवेल्थ सरहको भन्ने बित्तिकै 18 वर्षभन्दा माथिका सबै छोराछोरीहरू आउन पाउने र कमनवेल्थ सरहको भन्ने बित्तिकै अहिले रिटर्नेसीमा आउने जति पनि छ उहाँहरूले प्रिजर्भ पेन्सन पाउनुहुन्छ र त्यो कुनै कुराहरू पनि कमनवेल्थ सरहको दिएको छैन। त्यस कारणले यो हामीले प्रधानमन्त्रीको कार्यालयमा अहिले गएको पिटिसन जुन छ त्यो चाहिँ दबाबको रूपमा हामीले दिएको छ। यसरी हामीले अहिले आएर चाहिँ यो आन्दोलनको क्रममा हामीले सरकारलाई, बेलायत सरकारलाई हामीले दबाब दिइरहेको छ कि कमनवेल्थ सरहको सुविधाहरू देऊ भनेर हामी भनिरहेका छौँ। हामीले कुनै माग राखेका छैनौँ। हाम्रो माग भनेको हामीले इक्वल राइटमा हामी लडिरहेका छौँ। र अन्त्यमा हामीले यो जुन किसिमको यस पछाडि हामीले चाहिँ अन्त्यमा आएर अहिले हाम्रो अर्को एउटा आन्दोलनको एउटा भाग हामीले सालमिन डाँडामा गएर गर्दैछौँ। हाम्रो 60,000 पितृहरू जुन संसारको विभिन्न युद्धहरूमा मारिए तिनीहरूको शान्तिको लागि हामीले त्यस ठाउँमा लैराखेका छौँ र त्यहाँ सबैको सहयोगले, सबैको सहानुभूतिले, सबैको मायाले सालमिन डाँडामा आज हाम्रो पितृहरूको 60,000 पितृहरूको समाधि बन्दैछ। आदरणीय उपस्थित सम्पूर्ण भूपू सैनिक दाजुभाइ दिदीबहिनीहरू, बाबाआमाहरू, भान्जा भान्जी, सबैमा गोर्खा भूतपूर्व सैनिक सङ्घ केन्द्रीय समितिको तर्फबाट यहाँहरू हुने पत्रकार मित्रहरू, यहाँहरू सबैलाई केन्द्रीय समिति गेसोको तर्फबाट अभिवादन अनि यस्तो झडीमा आउनुभएकोमा तपाईँहरूलाई धन्यवाद। मैले यो पढेर सुनाउनुभन्दा 1-2 मिनट तपाईँहरूसँग म कुरा गर्न चाहन्छु। 2008 सेप्टेम्बर 30 तारिक बेलायतको उच्च अदालतले त्रिपक्षीय सन्धिलाई खारिज गर्दै सारा भूपू सैनिकहरूले समानता पाउनुपर्छ भनेर फैसला गर्यो। जब उच्च अदालतले फैसला गरिसकेपछि 29 अप्रिल 2009मा बेलायतको संसद, तपाईँहरूले अहिले देख्नुहुन्छ यतापट्टि पारिपट्टि, पार्लियामेन्टमा 4-4 घन्टा संवाद भएर बहसले समानता, गोर्खाहरूले समानता दिनुपर्छ कि पर्दैन भन्ने कुरोमा टुङ्गो लगाइसकेपछि 4 घन्टा पछाडि भोटिङ भयो र 21 मतले गोर्खाहरूले जित्यो। जब 21 मतले जितिसकेपछि केजभेदको संयोजकत्वमा एउटा शक्तिशाली पार्लियामेन्ट कमिटी गठन गर्यो। अहिलेको जस्तो पार्लियामेन्ट ग्रुप होइन,
पार्लियामेन्ट कमिटी गठन गरेर केस बेच्ने जब अनुसन्धान गरिसकेपछि बेलायती सरकारलाई निर्देशन दियो अथवा प्रतिवेदन बुझायो र त्यहाँ भनिएको थियो गोर्खाहरूले समानता पाउनुपर्छ, कुनै पनि किसिमले उनीहरूले यसमा विभेद हुनु हुँदैन भनेर प्रतिवेदन बुझायो। त्यसपछि बेलायतको सरकारले 21 मे 2009 मा सारा गोर्खाहरू कमनवेल्थ कन्ट्रीको नागरिक सुविधा पाउँछ भनेर घोषणा गर्यो। गएको 13 सालको जनवरी 21 तारिक 18 वर्ष माथिका हाम्रा छोराछोरीहरूलाई बेलायत ल्याउन सक्छ भनेर घोषणा भयो। दौत्य सम्बन्धको 200 वर्ष गाँठमा यो निकै संवेदनशील विषय हो भन्ने हामीलाई लागेको छ। यस सम्बन्धमा दुवै देशका सरकारले 19 जातिका पीडित परिवारहरू र सारा नेपालीको चित्त बुझ्ने गरी जवाब दियोस् भन्ने हाम्रो आग्रह छ। अन्यथा हामी बाध्य भएर नेपाल सरकार आफ्नो नागरिकलाई बिक्री गरी ज्यान कर्तव्य अपराधको अभियोग र नेपाल सरकार आफ्नो नागरिकलाई बिक्री गरी ज्यान कर्तव्य अपराधको अभियोगमा र बेलायत सरकारलाई मानव खरिद बिक्री गरी बिना कानुनी आधारमा युद्धमा मानव ढाल बनाई हजारौं गोर्खाहरूलाई मर्न र मार्न बाध्य बनाएको लाखौं गोर्खाहरूलाई बेपत्ता पारी तिनका परिवारलाई सूचनासम्म पनि नदिएको युद्ध अपराधको अभियोगमा अन्तर्राष्ट्रिय न्यायालयमा न्यायको लागि ढोका घचघचाउन बाध्य हुनेछौँ भन्ने बेहोरा विनम्र निवेदन गर्दछौँ। दाजुभाइ, दिदीबहिनी, भाइ बहिनी लगायतका पत्रकार मित्रहरू सबैलाई म स्वागत गर्न चाहन्छु। वास्तवमा गेसोले 25 वर्षसम्म अनवरत रूपमा आन्दोलन गरेर हरेक क्षेत्रमा बेलायत सरकारलाई घुँडा टेकाइसकेको थियो। बेलायतकै अदालतले गोर्खाहरूलाई अन्याय भएको छ, समान सुविधा दिनुपर्छ भनेर फैसला गरिदिएछ। बेलायतको सदनले गोर्खाहरूलाई समानता दिने भनेर मतदान गरिसकेको छ। 21 मे 2009 मा बेलायत सरकारले ऐतिहासिक एउटा निर्णय के गर्यो भने नेपाल कमनवेल्थ कन्ट्रीमा थिएन। कमनवेल्थ कन्ट्रीमा नहुँदै पनि गोर्खालीहरूलाई समानता दिनको लागि कमनवेल्थ कन्ट्री सरहको सुविधा दिने भनेर पोलिसी घोषणा गर्यो। कमनवेल्थ कन्ट्री सरहको सुविधामा के पर्छ भने तपाईहरुको प्रिजा पेन्सन पनि त्यही भित्र पर्छ, गोरा बराबरको पेन्सन पनि त्यही कमनवेल्थ कन्ट्री भित्र नै पर्छ। तपाईका 18 वर्ष नपुगेका छोराछोरी ल्याउने अधिकार पनि त्यही कमनवेल्थ कन्ट्री भित्रको पोलिसीमै पर्छ। जब बेलायत सरकारले 21 मे 2009 मा कमनवेल्थ कन्ट्री सरहको सुविधा दिन्छु भनेर पोलिसी घोषणा गरिसकेपछि यही प्रधानमन्त्रीको कार्यालय पछाडि टी गार्डनमा 2 जना भिसी लक्ष्मण गुरुङ र तुलबहादुर पुनलाई अगाडि राखेर सभा 4 बजे गेसोका पदाधिकारी सामु प्रधानमन्त्री गॉर्डन ब्राउन र त्यतिखेरका गृह मन्त्री ज्याकी स्मिथले अहिले सबै नेपालमा भएका बाजे बजैलाई हामी बेलायतमा ल्याएर भत्ता दिन्छौं, पाल्छौं, पुरा चाहिँ के अरे स्वास्थ्य उपचार गरिदिन्छौं। आस्ते आस्ते 5 वर्षभित्रमा अर्थात् 2014 सम्ममा हामी तपाईहरुलाई कमनवेल्थ कन्ट्री सरहको सुविधा पेन्सन हरेक दिन्छौं भनेर हामीलाई 2 जना भिसीको सामु त्यो प्रधानमन्त्रीको कार्यालयको पछाडि टी गार्डनमा भनिसक्नु भएको थियो।
अनुसार गेसोसँग पटक पटक मिटिङमा रक्षा मन्त्रालयले अस्ति गएको अप्रिल महिनासम्ममा एउटा सिपाहीको 500 पाउन्डदेखि लिएर एउटा अफसरको 1000 पाउन्डसम्म हामी पेन्सन दिन्छौँ भनेर चाहिँ भनेको थियो। रिडन्डेन्सीको हकमा 500 पाउन्ड महिने पछि लिने कि या एक मुष्ट 40,000 क्षतिपूर्ति लिने भन्ने सम्बन्धमा रिडन्डेन्सीवालालाई नै रोड्न दिने भन्ने सहमति भएको थियो। 18 वर्ष नागेका हाम्रा छोराछोरीहरूको सवालमा जब 21 जनवरी 2013 मा रोयल कोर्ट अफ जस्टिसका माननीय न्यायाधीशले गोर्खालीहरूमाथि हिस्टोरिकल इन्जस्टिस भएको छ, 18 वर्ष नागेका यिनका छोराछोरीहरूले बेलायतमा आएर बाबुआमासँग बस्न पाऊँ भन्ने जुन निवेदन गरेका छन् यो जायज हो भनेर फैसला गरिदिएको छ। त्यसपछि जुन बेलायतमा आइसकेका छन् 18 वर्ष पुगेका उनीहरूलाई डिपोर्ट नगर्ने, यहाँ राइट दिने गेसोसँगको चाहिँ सहमति, जुन नेपालमा बाबुआमासँगै बसिरहेछन् उनीहरूलाई पनि आउन दिने र यो अप्रिल महिनासम्ममा घोषणा गर्छु भनेर हामीसँग सहमति भइसकेको थियो। आज यो कुरा लिखित रूपमा हामीले दिइसकेका छौँ अगाडिको 11 पानाको बुँदामा, र अहिले यही सहमतिलाई हुन नदिनको लागि गोर्खा ब्रिगेडका कर्नेल माग डोडल र जेनरल काउनले यो घोषणालाई चाहिँ के अरे अन्तै मोड्नको निम्ति ज्ञानराजलाई त्यो 14 दिनसम्म त्यहाँ सुत्न पठायो। खत्तम भयो अब तपाईँहरूको यो हो। अहिले आज यत्रो ज्ञानराजले यत्रो गोर्खा ब्रिगेडका हजारौं गोर्खाहरू लगायतका सारा नेपालीहरूलाई चाहिँ के अरे नेपालीहरूको शिर यसरी निहुर्यायो कि गोर्खाली भनेको पैसाको लागि अर्काको घाँटी काट्न पनि जान पछि नहट्ने, अनि आफू पनि पैसाको लागि मर्न अलप देखाएर बाटोमा अलप देखाएर मर्न पनि पछि नहट्दो रहेछ भन्ने कुराको यस्तो सन्देश गएर आज यति बेइज्जत गर्यो कि अहिले अब यत्रो चाहिँ के घोषणा गर्छु भनेको अप्रिल महिनासम्ममा घोषणा गर्छु भनेको सुविधा चाहिँ पुरा अब गयो खाल्टोमा। त्यसो भएको हुनाले अहिले हामी नयाँ ढङ्गले चलिराखेका छौँ। नयाँ ढङ्ग एकमा हाम्रो डिमान्ड के छ, अब बेलायत सरकार मात्रै होइन, नेपाल र बेलायत सरकारको दुवै देशको पार्लियामेन्टको संसदको एउटा उच्च स्तरीय आयोग गठन हुनुपर्छ र 200 वर्षसम्म हामीलाई कुन आधारमा सैनिक सेवा गर्न लगाइयो पहिला त्यसको स्पष्ट पार्नु पर्यो। दुईमा हामीमाथि घोर अमानवीय व्यवहार गरेको हो कि होइन, पशु सराको व्यवहार गरेको हो कि होइन भन्ने सम्बन्धमा एक अन्तर्राष्ट्रिय स्तरको मानवाधिकारवादीको समिति गठन गर्नु पर्यो। 3 हामी गैर हिन्दूलाई बलजबरती हिन्दू किन बनाइयो? यो 3 समितिको रिपोर्ट आइसकेपछि बेलायतको प्रधानमन्त्रीले मात्र होइन, नेपालको प्रधानमन्त्रीले मात्र होइन, दुवै देशको सरकारले विश्वभरि छरेर बसेको नेपालीलाई चित्त बुद्ध गरी जवाब दिनु पर्यो। यदि यो सरकारले नेपालीलाई हामीलाई चित्त बुद्ध गरी जवाब दिँदैन भने अब 18 महिनापछि दुई देशको सरकारको बिचमा बडो 200 वर्ष पुगेको उपलक्ष्यमा बडो खुसियाली मनाउँदैछ, हामी त्यो मनाउन दिन्नौँ। हामीलाई दास बनाएर, हामीलाई चाहिँ के अरे मानव ढाल बनाएर, छोरीलाई दास बनाएर सम्धि र सम्धिनीको सम्बन्ध राम्रो हुन्छ? हुँदैन। आफ्नो नागरिकलाई बेचेर, नागरिकलाई दास बनाएर नेपाल र बेलायतको दौत्य सम्बन्ध राम्रो हुन सक्छ? कदापि सक्दैन। त्यसो भएको हुनाले जबसम्म हाम्रो
आज 200 वर्षसम्म नेपालीले बेलायती सार्वभौमको निमित्त बगाएको रगत र पसिनाको उचित खाले मूल्याङ्कन गर्दै हाम्रो क्षतिपूर्ति दिँदैन। सवाल त अब पेन्सनको मात्रै आएन, सवाल त 18 वर्ष नआएकालाई आउन दिन्छ भन्ने मात्रै आएन। 60,000 हाम्रो बाबुआजूलाई काँलाहरू मारियो, त्यसको क्षतिपूर्ति चाहियो। हामी बेलायत बसौँ या नेपाल, त्यो हाम्रो खुसीको कुरा हो। तर बेलायतमा बसे पनि नेपालमा बसे पनि बेलायती नागरिक सरको सुविधा पाउने हाम्रो नैसर्गिक अधिकार हो। यदि होइन भने के कति कारणले होइन, नेपाल र बेलायतको दुईटै देशको सरकारले चाहिँ हामीलाई स्पष्ट दिनु पर्यो। हाम्रा छोराछोरीहरू चाहे 18 वर्ष पुगेन् चाहे 70 वर्ष पुगेन्, उनीहरू बेलायतमा आउने नआउने उनीहरूको खुसी हो। बेलायतमा आएर बस्न पाउने उनको नैसर्गिक अधिकार हो। त्यसो भएको हुनाले यो कुरा बेलायतले मात्रै होइन, बेलायतको 2-4 जना माननीयहरूको कमिटी गठन गरेर मात्रै अब नेपालको पनि के अरे नेपालको सदनको पनि दुवै देशको चाहिँ सरकारको चाहिँ के अरे प्रतिनिधि बसेर जबसम्म अब भूपू सैनिकलाई मात्र होइन 3 करोड नेपालीलाई बर्बाद बनाएको, 3 करोड नेपालीको जिन्दगीलाई बर्बाद बनाएको, राष्ट्रलाई बर्बाद बनाएको जवाब नेपाल र बेलायत सरकारले नदिएसम्म हामी दुई देशको सरकारलाई यो खुसी आउने 2016 मा अहिले त मैले सुन्दैछु गोर्खा ब्रिगेडमा बडो तामझामका साथ तयारी बनाउँदैछ अरे। खबरदार, हाम्रो जवाब नदिएसम्म मनाउलास् त्यो खुसियाली। जबसम्म गोर्खा ब्रिगेड जेनरल कहाँ हुन्? आज हामीलाई ज्ञानराजलाई अनसन बस्न लगाएको मागडडल र जेनरल काउनले भनेर हामी त लिखित रूपमा दिएछौँ त। होइन भने त्यसको बाउको के अरे मसँग स्पष्टीकरण लियोस्। किन लिन सकेन? हामीले भनेको छौँ 500 पाउन्ड बढाउने लिखित रूपमा भनिसकेका छौँ। होइन भने हामीसँग स्पष्टीकरण किन लिन सकेन अस्तिको कमिटीले? त्यसो भएको हुनाले गोर्खा ब्रिगेडका जातिवादी गोराहरू खबरदार, मनाउलास् 200 वर्षको खुसियालीको उत्सव। पहिला त्यसको जवाब हाम्रो बाउ बाजेलाई काँलाएर मारे, त्यसको चेन नदेखा, त्यसको क्षतिपूर्ति आज मेरो राष्ट्रको बर्बादी किन गरे? यसको जवाब नदिएसम्म नेपालका प्रधानमन्त्री र बेलायतको प्रधानमन्त्री खबरदार 200 वर्षको उपलक्ष्यमा खुसियाली मनाउलास्। आज यही कुराहरूलाई मेन्सन गर्दै आज डेभिड क्यामेरन देख्छु र अब म नेपालमा जान्छु। नेपालमा गएर नेपालको प्रधानमन्त्रीले पनि यही नै दिन्छु। त्यस कारणले अब लडाइँ चाहिँ बल्ल ब्रिटिससँगको लडाइँ अब सुरु भयो। धन्यवाद। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, सहमति भएका थिए देशसँग ती कुराहरू अब चकनाचुर भएर गएको छ र त्यसको जिम्मा ज्ञानराजलाई लगाई सत्याग्रहले लिनुपर्छ। यदि होइन भने त्यहाँनिर बिजोग देखाएर टोकरी थापेर पैसा उठाएर आज दुनियाँभर देशको विरुद्धमा बोलिरहेको छ। हामीलाई त्यसको कुनै अर्थ छैन। हामी चाहन्छौँ कसैले पनि गोर्खालाई के अरे देशको विरुद्धमा बोलेर हुनेवाला केही छैन। तर हामीले भनिरहेको छौँ कि देशले अब आउने दिनहरूमा पहिलेको भन्दा सशक्त ढङ्गले अझ सशक्त किसिमले आन्दोलनलाई छेड्नेछ र तपाईँहरू सतर्क भएर बस्नुहोस्। भर्खरै मात्रै सुन्दैछु मैले हाम्रा संयोजक कृष्णबहादुर राई, ज्ञानराज राईले पदमबहादुर गुरुङ र कृष्ण कुमार राई हाम्रो सम्पर्कमा छ र हामी दिनानुदिन पदमबहादुर र कृष्ण कुमार राईसँग हामी बोलिरहेका छौँ भनेर तपाईँहरूको बिचमा कुराहरू आइपुगेको छ। तपाईँहरू भ्रम नपर्नुहोस् कि कहिल्यै पनि तिनीहरूसँग हिम्मत छैन पदमबहादुर गुरुङसँग फोन गरेर वार्ता गर्ने र कुरा गर्ने। तिनीहरूसँग हिम्मत छैन कृष्ण कुमार राईसँग वार्ता गर्ने कुरा गर्ने। त्यसो भएको हुनाले तपाईँहरूको बिचमा आइपुगेका यस्ता भ्रमपूर्ण कुराहरूलाई तपाईँहरूले बुझ्नुपर्छ र अहिलेसम्म पनि तिनीहरूले आज 8 मे 2014 को दिन तपाईँहरू टेन्डाउन स्ट्रिट नजानुहोस्।
पक्रेर लान्छ भनिरहेको अवस्था थियो। तर आज तपाईँहरूले प्रमाणित गरिएको छ, तपाईँहरूले देख्नु भएको छ। त्यसो भएको हुनाले यस्ता खालका भ्रम, यस्ता खालका कुराहरूमा तपाईँहरू नलबलिकन एक मन भएर आफ्नो जुन उद्देश्यसँग समाबद्ध भएको छौँ त्यसमा लागिरहँ भन्दै तपाईँहरूलाई फेरि पनि स्वागत, धन्यवाद, अभिवादन, जय केशव। क्रिस्टल भिजन विवाह, इभेन्ट्स, सामाजिक क्रियाकलाप तथा व्यक्तिगत रूपमा गुणस्तरीय फोटो तथा भिडियो खिच्नु परेमा सम्झनुहोस् क्रिस्टल भिजन 0770 372 2703 0742 851 0858 Crystal Vision, capturing moments and memories.